साथीहरु आज चाहिँ हामी मच्छीनारायणको मन्दिरमा हामी यस्तो पूजा गर्न आएको छन् मान्छेहरु। हामी चाहिँ यत्रो विधि खनेर सकिसक्यौं। खन्नको लागि आएको थियौं हामीले खनि पनि सक्यौं। अब अलिकति थोरै बाँकी छ यता यो साइडतिर अनि त्यसपछि हामी चाहिँ घर जाने हो। मेबी अब त्यसपछि चाहिँ हामी मच्छीनारायणको पूजा मच्छीनारायणको महोत्सव छ नि त्यहाँ जान्छौं होला। म चाहिँ यस्तो भइसक्यो कि के गर्ने होला जस्तो। अनि यो चाहिँ यस्तो ब्याङ्गराङ्ग बसेछु हैन। अनि नेपाल रातो र चन्द्र सूर्य भन्ने चाहिँ क्याप छ त्यो लगाउँछौ। यसरी चाहिँ लाउँदैन हैन। अब यसरी लगाउँछु अनि यसरी लगाउँछु अनि त्यसपछि चाहिँ म यो पनि बान्छु यसरी बान्छु। यो खसो टाइपतिर चाहिँ बान्छु के यसरी। अनि यसरी बान्छु अब यसरी बाँधिसकेपछि चाहिँ अब म चाहिँ अब त्यहाँ खन्न जानुपर्छ यत्रो पुरै बारीमा। मैले खनेको सब यो पुरै बारी चाहिँ अनि यतापट्टिको यो यति पार्ट चाहिँ बाँकी छ क्या हो। यति पार्ट चाहिँ बाँकी छ यति पार्ट अरू सबै चाहिँ खनेर सकिसक्यो। अझ मम्मीले झाडु फाल्दै हुनुहुन्छ मम्मीले चाहिँ। अब म चाहिँ झारेर खनिसकेपछि चाहिँ भलग बनाउँछु भलग। त्यसपछि भेटौँला हामीहरू साथीहरू। फेरि अहिले मच्छीनारायणको मेला छ नि त अनि हामी चाहिँ यस्तो पारामा आइरहेको छौँ क्या। यस्तो पारामा छ नि बङ्लाङ्ग यहाँ बाटा यो चाहिँ बाटो भयो। हामी चाहिँ यसरी बसिरहेछौँ अनि हामी जान्छौँ कि जाँदैनौँ भन्ने चाहिँ थाहा छैन हामीलाई अझैसम्म पनि। तर सकेसम्म चाहिँ जाने प्रयास गर्छौँ। अब यस्तै भए पनि जान्छौँ हाम्रो हुँदै यस्तै हो त के गर्ने हैन। अनि हामी यस्तै पाराले जान्छौँ टाक्कासँग लाएर अनि त्यसपछि यो ब्याकग्राउन्ड चाहिँ त्यही हो। साथीहरू हामीले चाहिँ खनेर सकिसक्यौँ त्यत्रो बारी। अब हामी चाहिँ मच्छीनारायण मन्दिरमा जाँदैछौँ। गाह्रो छ मम्मीलाई बिचरा मोटाएर तनाव छ। अनि हामी चाहिँ यो स्कुटरहरू लिएर आएको थियौँ अनि यहीँ छोडेर जान्छ होला सायद। अनि यही छोडेर जान्छौँ होला। आवाज आइरहेको छ पछाडिबाट। यस्तो पारेर जान्छौँ खुट्टा यस्तो छ होइन। कस्तो देखाउने यस्तो छ खुट्टा चाहिँ खुट्टा यस्तो छ यस्तो काला काली लिएर जान लागिरहेछ हामीले चाहिँ। अनि त्यही हो भाइ चाहिँ के गर्छ थाहा छैन उसको खुट्टा पनि यस्तै छ है। क्यामेराबाट गर्न हो त्यस्तो छ के गर्नु होइन। अब चाहिँ हामी त्यही गएपछि भेटौँला। त्यहाँको मन्दिरमा गएर हामी के खाजा खान्छौँ हेरौँला साथीहरू। मेरो साथीहरू मेरो प्यारा साथीहरू सबैजना सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सब्सक्राइब गर्न चाहिँ नछोड्नु होला सबैजनाले। के त्यो लाइन त आज चाहिँ मेरो भाइले सब गर्छ है भ्लगिङ गर्छ। उसले एकदमै भ्लगिङ गर्न मन थियो। अनि उसलाई चाहिँ भ्लगिङ गर्न मन थियो अनि उनी चाहिँ आज मेरो च्यानलबाट भ्लगिङ गर्छ। अनि अहिले मन्दिरको आवाज सुनिरहेको छ होला तै पनि अब कपिराइट आउँछ होला खोइ थाहा छैन आउँछ कि आउँदैन। यस्तोको त आउँदैन होला है तर भजनको आउँदैन जस्तो लाग्यो। तर भजनमा पनि त कपिराइट होला नि कसैले गीत गाएर हाल्लान्। त्यही भएर पानी खाएर जानुपर्छ होइन। यस्तो पारा जानु भएन खुट्टा धोएर जानुपर्ने भयो। अनि त्यही खुट्टा धोएर जान्छौँ हामी चाहिँ। ल ब्याग स्याग यहाँ पैसा छोडेर जान्ला फेरि मैले हामी खुट्टा धुन आएको छौँ बुवाकोमा। ओहो रमाइलो छ जिन्दगी। कस्तो राम्रो छ एउटा कस्तो राम्रो फुलहरू पनि छ कि यतातिर देखाइदिन्छु है वेट।
म चाहिँ खुट्टा धुन्छु। एकदमै फोहोर छ कि मेरो यो अभि खुट्टा चाहिँ त्यही भएर खुट्टा धुनुपर्छ। आमा यो खुट्टा हाम्रो खुट्टा सफा भइसकेको छ अहिले। यस्तो छैन कालो न कालो। अब यो हात पनि धुनुपर्छ। यति सफा गर्न सकियो, सफल भए। अब चाहिँ हामी जान्छौँ मन्दिर हेर्नलाई छ नि त, त्यही भएर हेरिराख्नु त। बोतल पनि राख्ने हो कि भित्र के हेरिराख्नु न, कोही त दिनु पर्ला क्या, माथि दिनुभएको नै। अनि आज हामी चाहिँ जानको लागि रेडी भइसकेका छौँ। अबि के भयो? के भएर हो र निलो? के भएर गो र? त्यो अघि कोदाले हानेको? ल जाम जाम। पानी नि हालौँ न, पानी अट्छ न। पानी पनि यहाँभित्र हाल्ने नि। यो कोदाली चाहिँ के राखेर जाने हो कि? अहिले भर्खरै यहाँ खुट्टा धोएँ, फेरि कोदाली लिन जानु पर्ने रे। स्कुटर माथि छ। अबको भ्लग चाहिँ मैले कन्टिन्यू गर्छु। दिदी चाहिँ यस्तो, मम्मी चाहिँ त्यहाँ पुगिसक्नु भयो। अब दिदीहरू चाहिँ उता अगाडि पुग्छौँ। हाम्रो जग्गातिरबाट यस्तो राम्रो भ्यू देखिन्छ गाइस। दिदी चाहिँ त गर्दै हिँड्दा सबैले मिठो मिठो तालीको साथमा स्वयं कृष्णमा कुनै भेद छैन। भक्त भागवतहरू हामीलाई कोका कोला खान मन लाग्यो, पेप्सी कोला खान मन लाग्यो भने कोका कोला कोका कोला 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 कोका कोका पेप्सी कोला पेप्सी कोला 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 पेप्सी पेप्सी भनेर हामीले कोका कोला पेप्सी कोलाको नाम जप्यौँ भने हामीलाई कोका कोला र पेप्सी कोलाको स्वाद आउँछ त? आउँदैन। तर भक्त प्यारे, यदि हामीले हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे भनेर यो भगवानको नाम मन्त्रलाई जप्छौं भने साक्षात भगवान राधा माधव
नामको रूपमा हाम्रो अगाडि प्रत्यक्ष प्रकट भइ बक्सिन्छ। त्यसो भए हामीले किन नदेखेको त? किन नदेखेको? हामीमा योग्यता छैन नि, योग्यता छैन हाम्रो। भनेर त्यहाँ गेटमा गयौँ भने हामीले भेट्न पाउँछौँ त? हाम्रो योग्यता खै, खै हाम्रो योग्यता। राम्रो काम गरेको पाउँछ। हामीले भोट हालेर पठाएको प्रधानमन्त्री हो, म एकचोटि भेट्छु कुरा गर्छु भन्यो भने हामीले भेट्न पाउँछौँ त? पाउँदैनौँ। राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्न योग्यता चाहिन्छ हो। एउटा संसारको जीवलाई, यो देशको राष्ट्र प्रमुखलाई या भनौँ प्रधानमन्त्रीलाई भेट्न त योग्यता चाहिन्छ भने यत्रो ब्रह्माण्ड नायकलाई भेट्न के योग्यता चाहिँदैन? चाहिन्छ कि चाहिँदैन? चाहिन्छ। अवश्य चाहिन्छ। यदि हामीमा योग्यता भयो भने भक्त प्यारे हामीले साक्षात राधा माधव भगवानलाई प्रत्यक्ष दर्शन गर्न सक्छौँ। मत्स्य नारायण भगवानलाई प्रत्यक्ष दर्शन गर्न सक्छौँ। बोल मत्स्य नारायण धाम की प्रत्यक्ष दर्शन गर्न सक्छौँ। त्यसैले हामीले हरेक दिन यो माला किन जपेको? आफ्नो योग्यता बढाउनको लागि। हरेक दिन यो श्रीमद् भगवत गीता हेर्नुहोस् त, यो कति दिव्य ग्रन्थ छ। यो कुनै सांसारिक पुस्तक होइन भक्त प्यारे। यो कुनै एकचोटि पढेपछि फ्याँक्ने समाचार पत्र होइन नि। यो त हाम्रो भगवान पूर्ण पुरुषोत्तम श्री कृष्णको प्रत्यक्ष वाणी हो, शब्द ब्रह्म हो। भगवान श्री कृष्ण शब्दको रूपमा हाम्रो समीपमा, हामी नजिकमा भइबक्छ। शब्दको रूपमा तिमीहरू मलाई पढ, शब्दको रूपमा तिमीहरू मलाई जान, शब्दको रूपमा तिमीहरू मलाई बुझ भनेर शब्द रूपमा, अक्षर रूपमा प्रभु प्रकट भइबक्सेको छ। त्यसैले यो भगवत गीता र साक्षात भगवान श्री कृष्णमा, साक्षात श्री मत्स्य नारायणमा कुनै भेद छैन, भेद छैन। आसुरी स्वभाव भएका दुष्ट प्रकृतिका व्यक्तिहरूले मलाई चिन्न सक्दैनन्। त मलाई कसले चिन्न सक्छ त भन्दा साधु पुरुषले चिन्न सक्छ, सन्त पुरुषले चिन्न सक्छ। जसलाई गुरुदेवले दिव्य आँखा बक्सेको छ त्यस्तो व्यक्तिले मात्र मलाई देख्न सक्छ। पुकी मम्मी हाम्रो घरको पुकी मम्मी हात पुरै त्यस्तो बक्सेको छ भक्त भागवतहरू। सुनिएको। त्यसैले हामी हाम्रो योग्यतालाई बढाउँ। बिना योग्य एउटा जाबो अर्काको कति दिन लगाएर कोरियन भाषा सिक्छन्, कति महिना वर्ष लगाएर सिक्छन्, जाँच दिन्छन्, अनि पास भएर फेरि इन्टरभ्यू भएपछि बल्ल कोरियन भाषा फर्र बोल्न जान्ने भएपछि, जापानिज भाषा फर्र बोल्न जान्ने भएपछि, अङ्ग्रेजी भाषा फर्र बोल्न जान्ने भएपछि अनि बल्ल ल यो ठिक छ, यो त्यो देशमा जान योग्य छ भनेर के गर्छन्? पठाउँछन्, भिजा दिन्छन्। के हो मियो? आमा मान्छे त कति हुन्छ? मान्छेले बेच राख्नु भएको छ यतितिर, तर यहाँ मान्छे भगवान टोइलेट जानु पर्यो। टोइलेट मान्छेको खतरनाक भिड छ आज यता। कुवा पाकिरहेछ। अमिली अमिली
तितौरा छ नि फेरि यो चपस्टिक होइन त्यो के हो यो यो टाउकोमा हाल्ने रहेछ क्या चिकन छैन ब्यागहरू बिजनेस चलिरहेछ यो सिजनलाई किनिदिउँ भने कुन चाहिँ यो कति रहेछ र 450 किन्नु नि त महँगो भयो र यो महँगो भयो नि पहिलो यसलाई कति अरे अङ्कल यो कहाँ सिजनलाई हुन्छ रे हो सिजनलाई ठुलो हुन्छ हो र वाला हो कि त यहाँ पनि त रहेछ नि एलइडी लाइटर होइन यो बन्द चाहिँ कसरी रहेछ त्यही राख त मम्मी त पारी गइसक्नु भइसक्यो क्या डबल बजार बस्नु आइज डबल मम चाड किन्नु ओहो यहाँ टिकाउन बस्नु भएको हो चाहिँ मान्छे या के खाने हो हामी मान्छेहरू राम्रो राम्रो भएर आइरहेको छ नि हाम्रो पारा यस्तो छ है यहाँ हेर्नु मम्मी के गर्ने त यसलाई कति हो यो कसलाई हो कतिर यो तुलसीको माला मलाई यो तुलसीको माला लगाउनु मन थियो आन्टी यसलाई कति हो तुलसीको माला किन्छ कि मलाई मैदा यो हेर्नु मम्मी चाहिँ त्यो पोते लिनु ला मम्मीले चाहिँ त्यो पोते लिनु भयो जान्छ र त्यो जान्छ होला नि जान्छ सबै त्यही हो आन्टी यो सबै त्यही हो यो तुलसीको यो 100 यो यो कुन एउटा लगौँ भनेर तुलसीको माला यो मम्मी त हिँडेर मलाई किन्नै दिनु भएन त्यहाँ भागेर मान्छे हराउँछ अनि एउटा कडा किन्नु सबै लिएर जानु कस्तो हो र यो त्यहाँ तलसम्म यो मम्मीले अघि मलाई कुदाएर मलाई किन दिनु भयो तुलसीको माला मेरो साइजको हो यो मेकअपको सामानहरू टप्सहरू रहेछ रमाइलो छ जिन्दगी जुत्ताहरू छ मम्मी त्यो एउटा मान्छेले मलाई चल्दै मान्छेमा हेऱ्यो भने बाउलाई भएर आइज क्या तलदेखि तल्दै मान्छेमा हेरेर भने ल ब्यागहरू जे ल्याए पनि कस्तो मिठो मासु लागेको छ मिठो मासु आइरहेको छ है सुकुमेल जस्तो मिरगले बनाएको थियो नि यसमा टी सर्टहरू केही पनि छैन
कस्तो उत्ताउलो कप हो जस्तो के भन्छ कचौरा जस्तो कप छ के कति डुलेको भने एकदम हेर्ने होइन टिम्बुर रहेछ कसरी रहेछ टिम्बुर टिम्बुर होइन कता ठुल्ठुलो रहेछ भने मैले ल्याएको सानो सानो थियो मम्मी हिँडेको गरेर मलाई टेन्सन भयो के कति हिँडेको भने कति हिँडेको के यो खै मोजा कसरी हो दुईजना यो लैजाउँ न बरु कुन निकाल्ने ए होला लैजाउँ न हो यो हुन्छ मिल्नु हो यो हामीलाई मिल्ने नेटवाला हो नेटवाला त्यो बच्चाको जस मान्छेले बेच्नु राखेछ अघि हेभी ब्याग मलाई होइन अघि के एउटा मान्छेले तँदै नाचौँ हेऱ्यो भने मेरो कस्तो लाएर आइछ भनेर त्यसरी आयो मलाई चाहिँ भगवान् के गरेँ होला त चप्पल बसेर जाने भनेर बिउ लिनु पो आउनु भएको छ मम्मी के होला के यस्तो विधि मत्स्यनारायणमा बिउ लिन आउँथे मत्स्यनारायण मेलामा मम्मी बिउ लिन आउँदै हुनुहुन्छ है मान्छेले यहाँ गाह्रो हुन्छ अब हामी साथीहरू त्यत्रो बित्ति गएर तलसम्म गएर बिउ पाइएन र यहाँ फर्केको अब हामी माथि हो तपाईँले पछि किनेर अरू पनि थप्न मिल्यो निकाल्ने राख्ने मिल्यो म चाहिँ यो किने साथीहरू त्यता रहेछ के ओ मम्मी अब जाम के मम्मी घर ल त्यही हो 500 ए र 200 को होला सायद अब चाहिँ हामी फर्किने हो फर्किम अब हामी फर्किन्छौँ साथीहरू यहाँ धेरै किनियो हामीहरूले जेरी खान्छ बाबु मारवाडीहरू रहेछन् ओ यहाँ छ नि त यहाँको छ नि त जेरी नत्र भए हरे कृष्ण 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 जाम ल मान्छे त यति छन् नि यहाँ आज यता मान्छे हराउँछन् है अब हामी चाहिँ यहाँबाट फर्किँदैछौँ यहाँभित्र हो मन्दिर चाहिँ विष्णु देवी मन्दिर
सबै तामझाम सकियो अब चाहिँ हामी घर फर्किँदैछौँ अनि मलाई चाहिँ मैले आज यति धेरैजना मान्छेले हेरेछ नि मैले आज यति धेरैजना मान्छेले हेरेछ नि यस्तो गर्नु लाग्यो अघि म सामान हेर्दा थियो नि त्यतिखेर पनि पुरै यस्तै हेर गरेर हेर्दा थियो भने अघि पनि मान्छेहरूले एक त यस्तो टप टोपी लगाएको छु एक त कपडा यस्तो छ है अतरङ्गी भएर आएको छु क्या मम्मीले मलाई यस्तै पार्नुहुन्छ सधैँ अब चाहिँ म अब यस्तै अतरङ्गी पारामा छु कि होइन कोही बात नै मम्मी आउनुहुन्छ अनि त्यसपछि जाने हो अब यहीँ आउनुहुन्छ मम्मी कहाँ माथि जान सक्छु म होइन यो अङ्कलले पनि मलाई कसरी हेरेर जानुभयो मलाई त कस्तो लाजै लागिरहेको छ भने यति धेरै मान्छेले हेरिरहेको छन् आज म त बोलाउँछु कि क्या हो क्या र गाइस अब यसपछि अब मम्मी आउने बित्तिकै अब हामी घर जान्छौँ त्यति हो अरू त केही पनि छैन बाई बाई गाइस डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब माई च्यानल बाई बाई मम्मी चाहिँ आउनु भएको छैन होइन यस्तो पारामा छु क्या म होइन अनि सबजनाले मलाई हेरिरहेको छन् क्या जो पनि जान्छन् मलाई हेर्छन् जान्छन् मलाई यो पागल मान्छे आयो कि क्या हो भनेर आउँदा सायद एक त मैले टोपी पनि यसरी लगाएर होला होइन अगाडि राख्छु धन्न चस्मा लाग्छ र मलाई यस्तो लाज लागेको छैन भन्नु टोपी पनि बकमपुसै मान्छेको कपडाको सेन्स पनि बकमपुसै छ मेरो आज लाउनु मम्मी छिटो आउनु पऱ्यो क्या मेरो त बेजतै भइसक्यो यहाँ कुर्ता कुर्ता सबजनाले हेरिरहेको छन् मलाई लाग्छ नि म पुग्लुक्कै ढल्छु जस्तो फिल भइरहेछ आज अरू बेला छिटो आउँदै स्कुटरमा पनि कति ढिलो आउनु भएको मम्मी आज हामीले के भन्छ बारी खन्ने भनेर मात्रै आएको हो कि त्यस्तो प्लानै थिएन अनि पैसा पनि बोकेर आएको थिएन त्यही भएर हामी दुईवटा चिज मात्रै किन्यौँ एउटा मोजा एउटा चप्पल त्यति हो मम्मी कति बेर लाउनु भएको कति बेर गऱ्यो मम्मीले हो जानुपर्ने हुन्छ छिटो दाम पैसा मात्र बच्छ अथवा कोपी मार्छ के अरे यो मान्छेले दुईवटा रहेछ क्या फेरि यहाँ पनि तौरा रहेछ आज लास्टै भिड छ क्या किनकि यहाँ यो मच्छीनारायणको भएर अनि त्यही हो साथीहरू डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब माई च्यानल बाई बाई हेभ अ गुड डे